हेलो नमस्कार साथीहरु, फेरि पनि मेरो नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। स्किप नगरिकन हेर्दिनु होला। म 2 दिन भयो बिर्तामोडमा आएर बसिरहेको छु नानीसँग अस्पतालमा। अनि बच्चाको कन्डिसन अहिले पुरा राम्रो छ। अब सायद भोलि हामीलाई डिस्चार्ज दिन्छ होला। हेर्दै गर्नु होला। धन्यवाद। हेलो, हामी आज बिर्तामोडमा फेरि पनि अनि नानीलाई राखेको आज 6 दिन भयो बिर्तामोडमा बसिरहेको छौं। म चाहिँ हिजोबाट बसिरहेको छु। बिमारी नानीको आमा हामी बिर्तामोडमा छौं, खाना खान जान आँटेको छौं। हेर्दै गर्नु होला। हामी खाना खाएको पनि देखाउँछु। यो चाहिँ बिर्तामोड हो। बिर्तामोड बस पार्क एरिया सबै धुलो उडेर बर्बाद छ। यो चाहिँ पश्चिम बस स्ट्यान्ड। अस्तिको भ्लगमा चाहिँ मैले तपाईहरुलाई राम्ररी देखाउन पाएको थिइनँ कि, अनि त्यही भएर देखाउँदैछु। हेर्दै गर्नु होला। जाउँ न त जाउँ। हामी चाहिँ यो बस स्ट्यान्डको होटलमा भात खान आएको छौँ। आज हामी यही खाना खान्छौँ गौतम होटलमा। हेर्दै गर्नु होला। लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गर्नु होला। नो हुँदैन। दाजु माछा पनि पाउँछ यहाँ? उयो रस पाउँछ? ए बनाइदिनु न, एक ठाउँ माछा भात एक ठाउँमा मासु भात ल। म चाहिँ माछा भात खान्छु। हामी खाना खान आएको छौँ। म चाहिँ माछा भात खान्छु। मेरो बुहारी चाहिँ मासु भात खान्छ कुखुराको। अहिले म खाना पनि तपाईहरुलाई देखाउँछु। हामी चाहिँ खाना पर्खेर बसिरहेको छौँ। अनि हामी चाहिँ यता बस स्ट्यान्ड छेउ आएर गौतम होटलमा खाना खान आँटेको छौँ। हेर्दै गर्नु होला। दुई ठाउँ, एक ठाउँ माछा भात एक ठाउँ चाहिँ कुखुराको मासु भएको। बिमारी मान्छे चाहिँ यस्तो छ है। कसलाई भनिदिन्छ? अनि कसकोमा जाँदो रहेछ हेर्छु नि। हाम्रो खाना आइसकेको छ। ओके। दाल भात पापड भिन्डी आलुको सब्जी। यो चाहिँ लौका हो कि फर्सीको सब्जी हो। दाल टमाटरको अचार।
त्यही त बिस्तारै खाऊ न, त्यही भएर नगरेको। चिची दिनुहोस् भन न। फिस करी मेरो छेउमा आएर बस्छ त अप्ठ्यारो भइहाल्छ। चम्मच माग न एउटा। पुरा तातो भएछ कि खानै नसक्ने। माछा चाहिँ दामी रहेछ हौ, मिठो। हामी खाना खाएर निस्किसक्यौँ। अब जाँदैछौँ अस्पतालतर्फ। भात खाएर सोप खाएको है। कता गएका भिडभाडमा? बिरतामोड म पनि आएर बसेको 2 दिन भयो बिरतामोडमा। हाम्रो अस्पताल हो यो चाहिँ। नानीको बच्चाहरूको मात्रै यहाँ गरिन्छ। झापा नेसनल बच्चाहरूको अस्पताल। यहाँ चाहिँ खालि बच्चाहरूको मात्रै उपचार गरिन्छ। यता चाहिँ पूर्व काँगरभिट्टा जान सकिन्छ। आउँदैछु एकछिन। हामी अस्पतालमा आयौँ। नानीको यस्तो गति भएको छ। अस्पतालको बसाइ भइरहेको छ। म त 2 दिन मात्रै भयो। आयो बिमारी अरे यी सबै बच्चा बिमारी। तिमीलाई चाहियो र मैले ल्याइदिने ल। नानीलाई चाहिँ यहाँभित्र राखिएको छ। अर्को वार्डमा सारिएको छ नानीलाई चाहिँ अहिले।
हाम्रो बिमारी चाहिँ सन्चो भएर यसरी खेलिरहेको छ है आजबाट चाहिँ। सानो बुनु बिमारी भएको भन त सब बिमारीका मम्मीहरू